So guys, welcome back to my new video. नयाँ भिडियोको साथमा फेरि आइसकेको छु। आज आज त्यही हो म नयाँ भिडियोको साथमा थिएँ दुबईमा चाहिँ अब आज पानी परिरहेको छ। पानी चाहिँ दुबईमा दरो पानी परिरहेको छ। के गर्नु? अब 17-18 महिना भइसक्यो। 17-18 महिनामा त्यही हो बल्ल आज पानी पर्दैछ। त्यो सबै अब भिडियो सिडियो आउन अब रेडी। अब आजको ड्युटी त्यस्तै हुन्छ। पानी परेछ हाम्रो ड्युटी हुँदैन, किनभने हाम्रो बाहिर काम हो। बाहिर काम भइसकेपछि त्यही हो, अब काम हुँदैन। पानी त परापरि छ, पानी परेछ हौ, पानी परेछ। दुबई आएदेखि चाहिँ पहिलोचोटि पानी पऱ्यो क्या यार, होइन? दुबईको भ्यू देख्नु सक्नुहुन्छ गाइजहरू। यहाँ चाहिँ सर्लक्क पानी परेर फाइनल्ली हामी चाहिँ अब छुट्टी, आज पानी परेको छुट्टी छिटै गरेर अब यसो रुमतिर जाँदैछौँ। सबै अब रुमतिर पानी परेर आज यस्तो छ दुबईमा। के छ दाजु? आज पानी परेर छुट्टी भयो है? अब सबै छुट्टी भइहाल्यो अब रुमतिर। यतातिर पनि हाम्रो ठिक छ नि दाइ? के छ छुट्टी भयो रे? पानी परेर है? ल ठिक छ। यहाँ चाहिँ काम गर्ने साइडहरू यस्तो छ। ओ कन्स्ट्रक्सन लाइनमा गाह्रो छ साथी। हजुर कहाँ हजुर? ल ठिक छ, ल ठिक छ। ल यस्तो भित्र छिर्नुपर्छ। एरिया भनेको पुरै कन्स्ट्रक्सन लाइन एरिया हाम्रो। अब हामी चाहिँ यस्तो बाटो छिरेर जानुपर्छ। यहाँ भनेको अब हाम्रो बस पार्क। बस पार्क आज भट्काउनु होला है। जेसिबीहरू चलिरहेको छ पुरा। बस पार्क बन्दैछ, नयाँ बस पार्क। यहाँ चाहिँ हामीले पहिला काम गरेको बिल्डिङ हो। यो चाहिँ हामीले पहिला 1 वर्ष बस पार्क आइसक्यो। पहिला यहाँनिर कस्तो थियो यार, अहिले यस्तो बनाइसकेको छ। बाजे छुट्टी भयो बाजे? किन छुट्टी गर्नु हो बाजे? पानी पर्छ बाजे? दाइ के छ दाइ? पानी परेर के गर्नु, हाम्रो त्यस्तै हो, काम नै त्यस्तै छ होइन। रोडको काम भइसकेपछि गएर चाहिँ अब काम चलिरहेको छ। हाम्रो गाडी पनि ठ्याक्कै आइसक्यो। हामी चाहिँ अब गाडी आयो फाइनली। अब हामी चाहिँ रुमतिर लागेको अवस्था के छ काजी सब? किरै छ त अनि कहाँ छ किरा? यसको भित्र छ, भित्रै गइसक्यो। अनेक कुरा गरेर हुन्छ। यस्तो गफ लगाइदिनु है, यस्तो गखाडी। गाडी छ भनेर आएको त गाडी त आमा एलाउड छैन यहाँ। गाडी छ भनेर आएको, बस पार्क आइसकेको तर के गर्नु गाडी नै छैन।
त्यो गाडीमै कुरेर बसिरहेको छ। यो गाडी त सानो भयो, अब हामी मान्छे धेरै भयो, धेरै भएको कारणले चाहिँ अब हामी त्यही हो, अब यो गाडी वेटिङ गरेको ड्राइभरले नआएर अब यस्तै छ। बाजे गाडी छैन होइन? ड्राइभर कता गयो पत्तै पाएन। हाम्रो बाजे के यस्तो अवस्था। हामी चाहिँ ठ्याक्कै गाडीमा होइन, गाडीमा बसिसक्यौँ। यस्तोरी कम्पनीको भनेर यसो कम्पनीलाई बिर्से त्यो हामीले नि के हो त्यस्तो होइन, हाम्रो कम्पनी यति राम्रो छ यस्तो भिआइपी गाडीमा हिँडिरहेको छौँ। अनि पुरा पानी परेर दुबईमा होइन, सब छुट्टी भएर त्यस्तो भिडियो बनाएर बेलुका त्यहाँ गाडीमा एउटा ब्याग थियो त कसको?